हामी माटो खेल्दैछे माटो खेलेको कि यो आलु खनेको हो तिमी चाहिँ अप्पै यहाँ हेर त ऊ देखेँ यहाँ चाहिँ के गरेको यो कुन स्टाइल हो बाबा के गरेको नि के गरेको यो आलु खनेको यो स्टाइलमा खन्छ कहिले आलु अप्पै नानी उठ न किन यसरी गरेको किन मजा आयो क्या के हो आज चाहिँ तिमीहरू चाहिँ यस्तो अप्पै ल साथी हो हाम्रो गाउँमा चाहिँ है गाउँ बस्तीमा चाहिँ नानीहरू चाहिँ यसरी हुर्किन्छ मजाले माटो खेल्छ आमामा के अरे गाइस हेर्नुहोस् त अरे हौ नानीहरूले हेर्नुहोस् न हौ यहाँनिर आलु यति बेसी बनाइसकेको छ कि नानीहरूले चाहिँ यसरी माटो खेल्छ क्या हौ आमामा नानी त कुखुराले भुतभुती खेलेको जस्तो गर्दैछ त के पो ममाले मार्छ होला है नानी यसरी भुतभुते खेलेको ला 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 मजा आयो माटो खेल्नु निको निको माटो खेल्नु मजा आयो किन मार्दैन घरमा माटो खेल्यो नि आज चाहिँ के हो र माटो खेलेको आज चाहिँ अन्त नुहाउने दिन चाहिँ कहिले हो ए त्यही भने खेलेको माटो औ गड देखो न गाइस देखो न अरे फेसबुकले त नानीहरूलाई त यति साह्रो बाटो बनाइसकिसकेको छौ होइन तिमीहरूको स्कुलमा चाहिँ देखो न गाइस देखो न भन्छ अन्त के भन्छ स्कुलमा चाहिँ स्कुलमा घरमा चाहिँ यसरी खेल्ने हो स्कुलमा चाहिँ स्कुलमा चाहिँ हेलो मिस नभनेर चाहिँ हेलो गाइस भन्छ के हो तिमीहरू त ओइ नानी लड्छ के भएको कुन चाहिँ डान्स हो यो एउटा यिनीहरू चाहिँ एकदम 3 प्लेट छ 3 जना छ हो यो चाहिँ सबैभन्दा कान्छ आज यिनीहरूले पुरा खेलेको अरे माटो खेलेको अरे साथीहरू हाम्रो चाहिँ गाउँ बस्तीमा सानसानो बारी हुन्छ होइन अब हुनेहरूको थुप्रो हुन्छ तर हामी चाहिँ सानसानो यो किचन गार्डनमा पनि हामी चाहिँ यसरी आलुहरू रोपेको हुन्छ है नानीहरूले रहर गर्छ म सँगसँगै नानीहरू पनि भदाहरूलाई पनि रहर गर्छ क्या देखेँ नानी देखेँ मजाको ऊ अर्कोले त भुतभुते खेलेर What are you doing, Nico? What are you doing? I'm doing bhutbhute. Bhutbhute? Bhutbhute. Nan tiमी के अरे यसलाई तेरिका ओ हेर नानीहरूले चाहिँ यस्तो प्रकार माटो खेल्छ माटो खेल्नाले के हुन्छ अरे भन न माटो खेल्नाले चाहिँ के हुन्छ अघि भन्दै थियौ त अन्त अलवेज एभ्री डे माटो खेल्नाले चाहिँ के हुन्छ अलवेज जरुरी माटो खेल्नु ओ माई गड जरुरी अरे हो यसरी माटो चाहिँ यसरी नानीहरूले चाहिँ है पक्का माटोबाट पनि भिटामिनहरू पाएको हुन्छ बिमार हुँदैन नानीहरू पनि यसरी बारीतिर खेल्नु दिनुपर्छ पक्का हुन्छ यिनीहरू स्ट्रङ हुन्छ क्या नानीहरू चाहिँ हाम्रो नानीहरू चाहिँ यसरी खेलिरहेको हुन्छ हो ल अर्कोले बोलाउँदैछ आलु कति पाएँ भनेर ओ माई गड खै त्यो चाहिँ आलु हो क्या लु यहाँ चाहिँ कान्छुले चाहिँ आलु पाएछ है के कुन आलु पायो अरे नानी को अरे यो आलु चाहिँ को कुन चाहिँ जो हो ठुलो चाहिँ जो ठुलो चाहिँ दाजुको नाम यिनीहरूको जो हो उसले ठुलोलाई चाहिँ जो भन्दैछ त्यहाँ निक अरे त्यहाँदेखिको चाहिँ ऊ मार्छ होला है नानी मम्माले मार्छ है अब के हो स्नेक डान्स जस्तो त्यो चाहिँ हटेरिका कस्तो रमाउँछ यिनीहरू नानीहरू यसरी बारीमा पस्नु पाउँदा होइन अब दुईजना बिजी छ र गाइस अब चाहिँ मैले पनि राखेँ यिनीहरूको माटो खेलाइ चाहिँ पुरा भयो यिनीहरूलाई अलिकति ड्यान्डिङ पेन्डिङ गरौँ कि के हो र यी हाम्रो निकुको डान्स नानीहरूको बारीमा खेलेको मन पर्यो भने चाहिँ साथीहरू तपाईँहरूले पनि यो मेरो पेजलाई फलो लाइक एन्ड कमेन्ट सेयर गर्नु चाहिँ नभुलिनु होला के गर्नु अरे नानी यो पेजलाई भनिदेऊ न एकताल भन न एकताल सुति बस्नु होइन अघि के भन्दैथ्यो भनिदेऊ न लाइक र सब्सक्राइब कसको च्यानल हो यो भनिदेऊ न त
तपाईँको म चाहिँ को हो तिम्रो ए ठिकसँगले भने यता फर्क नानी लुक एट मी से आँगी कुन चाहिँ आँगी हो म चाहिँ बिचको आङ ठुलो आँगी यस हाम्रो कान्छुलाई मात्रै याद रहेछ म ठुलो आँगी मार्छ है आँगीले सुन्यो भने चाहिँ र आलु पनि यति नानीहरूले खन्यो मजाले यिनीहरूसँगै मजा लिइरहेछु र साथीहरू तपाईँहरूलाई मेरो यो च्यानल नानीहरूको है खेलिरहेको मन पर्यो भने तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गरिदिनु नभुलिनु होला फेरि पनि यसरी नै अर्को भिडियो लिएर आउनेछु टाटा बाई